गुड मर्निङ सबैलाई शुभ बिहानी। आजको यो सूर्योदयको आइतबार भनेर हामी विश्वास गर्छौँ। यो सूर्योदयको आइतबार चाहिँ खास गरी क्रिस्चियनहरूले हामी प्रभु येशूलाई विश्वास गर्नेहरूले प्रभु येशू ख्रिस्टलाई क्रुसमा टाँगिएको र तेस्रो दिनमा उहाँ पुनरुत्थान भई उठ्नु भएको, जीवित भई उठ्नु भएको, मृत्युलाई जित्नु भएको दिनलाई हामी एउटा खुसियाली साथ स्वीकार गर्ने दिन हो। सूर्योदयको सेवा पनि भनेर भनिन्छ, धेरै ठाउँमा इस्टर सन्डे भनिन्छ, पुनरुत्थान दिन महोत्सव भनिन्छ। अनि त्यसकै समयमा विशेष गरी फुल्ने यो फुल वर्षमा एकचोटि मात्रै फुल्छ। अनि जतिखेर पुनरुत्थान हुन्छ, यो वैशाखमा पुनरुत्थान दिवस भयो भने पनि, इस्टर सन्डे पऱ्यो भने पनि, अनि यो वैशाखमै फुल्ने फुल हो। चैतमा पऱ्यो भने चैतमा फुल्छ। अनि यो चाहिँ यस्तो प्रकारको फुल छ। यो चाहिँ मेरो बगैँचामा भएको फुल हो, जसलाई हामी चाहिँ इस्टर फुल भनेर भन्छौँ। अनि कस्तो यसको नाम अर्कै होला, त्यो आफ्नो ठाउँमा छ, तर यो इस्टरको बेलामा मात्र फुल्ने फुल भएको कारणले हामी यसलाई इस्टर फुल भन्छौँ। को मौसम पनि यस्तै प्रकारको छ। यहाँ हामी देख्न सक्छौँ आकाशमा एकातिर चाहिँ खुल्ला छ, घाम लागेको छ भनेदेखि यता अर्कोतिर चाहिँ पहाडतिर हामी हेर्न सक्छौँ, यहाँ चाहिँ हावाहुरीको जस्तो बादल मडारिएको देख्न सक्छौँ। यो चाहिँ मौसमको चुनौती हो। अनि यतातिर चाहिँ हामी देख्न सक्छौँ हावा चलिराखेको छ, गुलाबका फुलहरू फुलिराखेका छन्। एक प्रकारको बिहानीको शुभ बिहानीको रमाइलो वातावरण यहाँ देख्न सक्छौँ। यो घरको वरिपरि भएको फुलबारी बगैँचा जस्तै हो। यहाँ देख्न सक्छौँ कुनै फुलहरू भर्खरै फुल्दैछन्, यहाँ कुनैमा कोपिला लागेका छन्। रमाइलो छ आजको, विशेष गरी आजको दिन चाहिँ सबैलाई सुखद रहोस्। आजको दिन सबैलाई सुखद रहोस्। यो भिडियो अन्तिमसम्म हेरिदिनु होला। फेरि पनि इस्टरको अथवा पुनरुत्थान उत्सवको महोत्सवको सबैलाई शुभकामना भन्दै यो भिडियोबाट म बिदा हुन चाहन्छु। धन्यवाद।